भने यति पावरफुल हुन्छ कि हामीले 80 वर्षसम्म पनि हामी के गर्न सक्छौँ। केटाहरूभन्दा हामी धेरै माथि छौँ के, धेरै माथि छौँ। अघि मैले तपाईँहरूलाई इक्जाम्पल दिएँ नि होइन, झन् हाउसवाइफ त झन् कति पावरफुल। हाउसवाइफ भनेर भन्दिनँ होइन क्या, हामी हाउसवाइफ हो, किनभने हाउसवाइफले जति कसले गर्न सक्छ होइन। एउटा सबै घरलाई परिवारलाई सम्हालेर उसको सबै आवश्यकता सानोभन्दा सानो पुरा गर्न सक्नु जस्तो हाउसवाइफ त धेरै महान हो कि। हामीले थाहा पाउँछ नि त्यो मिडियाको पनि नाम तपाईँले बुझेर हतार नगरिकन पक्नुहोस्, म तपाईँलाई टाइम दिन्छु मेरो भनेर पहिला सर्च गरेर त्यो कुन ग्रेडको रहेछ मिडिया, मैले त्यहाँनिर इन्टरभ्यू दिँदाखेरि अथवा मेरो फिचर आउँदाखेरि मलाई प्लस हुन्छ कि माइनस हुन्छ, कस्तो क्वेसनहरू गर्न सक्छ त्यो मिडियाले, पहिला कन्ट्रोभर्सी भएको छ कि छैन त्यो मिडियाबाट, त्यो कुराहरू तपाईँले सर्च गरेर मात्र त्यो मिडियामा जानु पर्यो इन्टरभ्यू गर्न। अनि बाँकी रह्यो अब इन्टरभ्यू गर्न जानुभयो, जाँदाखेरि के प्रिपरेसन गर्ने त तपाईँले हेर्नुहोस्। यो कुरा नि दुईटा छ, तपाईँले आफूले बोली होइन बोल्ने, जवाफ दिने, तपाईँको कुराहरू राख्ने होइन, त्यो त छँदैछ। त्यो बाहेक पनि तपाईँको बडी ल्याङ्ग्वेज होइन, तपाईँको आउटफिट, आई कन्ट्याक्ट होइन, कन्फिडेन्स, ती कुराहरू पनि एकदम इम्पोर्टेन्ट हुन्छ। हामीले थाहा पाउँछ नि त्यो मिडियाको पनि नाम तपाईँले बुझेर हतार नगरिकन पक्नुहोस्, म तपाईँलाई टाइम दिन्छु मेरो भनेर पहिला सर्च गरेर त्यो कुन ग्रेडको रहेछ मिडिया, मैले त्यहाँनिर इन्टरभ्यू दिँदाखेरि अथवा मेरो फिचर आउँदाखेरि मलाई प्लस हुन्छ कि माइनस हुन्छ, कस्तो क्वेसनहरू गर्न सक्छ त्यो मिडियाले, पहिला कन्ट्रोभर्सी भएको छ कि छैन त्यो मिडियाबाट, त्यो कुराहरू तपाईँले सर्च गरेर मात्र त्यो मिडियामा जानु पर्यो इन्टरभ्यू गर्न। अनि बाँकी रह्यो अब इन्टरभ्यू गर्न जानुभयो, जाँदाखेरि के प्रिपरेसन गर्ने त तपाईँले हेर्नुहोस्। यो कुरा नि दुईटा छ, तपाईँले आफूले बोली होइन बोल्ने, जवाफ दिने, तपाईँको कुराहरू राख्ने होइन, त्यो त छँदैछ। त्यो बाहेक पनि तपाईँको बडी ल्याङ्ग्वेज होइन, तपाईँको आउटफिट, आई कन्ट्याक्ट होइन, कन्फिडेन्स, ती कुराहरू पनि एकदम इम्पोर्टेन्ट हुन्छ। भने नि अथेन्टिक प्रुफ र प्रुफ अथेन्टिक अनि यसलाई सुन्नुहुन्छ उहाँले, ए यसरी म्यानेज गरेर त यो मान्छे यहाँसम्म पुग्यो नि, म किन नहुने त होइन। अनि ऊ सँगसँगै सासू ससुरा हुन्छ नि त, घरको मान्छेहरू पनि हेरिरहँदाखेरि उनीहरूको जुन एउटा त्यहाँ गएपछि छोटो लुगा लाउनुपर्छ के गर्नुपर्छ होइन, त्यो भन्ने एउटा रुढीवादी अलिकति हुन्छ नि पहिलाको मान्छेहरूलाई त यस्तो त होइन। केही पाउनको लागि तपाईँले स्ट्रगल गर्नुभएको हुन्छ, अनि तपाईँको टाइम त्यहाँ दिनुभएको हुन्छ, तपाईँले धेरै पाठहरू सिक्नुभएको हुन्छ होइन। अनि हेर त्यसपछि तपाईँ त्यहाँ गएर तपाईँले जेसको लागि त्यो स्ट्रगलहरू गर्नुभएको छ त्यो अचिभ गर्नुहुन्छ। त्यो ठाउँमा पुगेपछि तपाईँले आफ्नो हरेक कुराहरू तपाईँले त डे बाई डे तपाईँले भोग्नु भएको कुराहरूलाई ओहो मैले त्यो गरेर आएर पनि आज म यहाँ पुगेँ भन्ने हुन्छ नि त। अनि तपाईँले मिडिया मार्फत त्यो कुराहरू भन्नुहुन्छ। भोलि पर्सि तपाईँहरू मध्ये कतिजना विनर त्यो भइसकेपछि मिडियाले सोद्धाखेरि तपाईँ त्यो कुराहरू आफ्नो एक्सपिरियन्सहरू तपाईँले कति गाह्रो सजिलो सबै कुरा भोगेर ओरेर होइन यो ठाउँमा यो एचिभ गरेँ मैले भनेर भन्नुहुन्छ नि होइन। अनि त्यो कुराहरू चाहिँ तपाईँले भन्नु मात्रै हुँदैन, तपाईँको ब्रान्डिङ तपाईँ को भन्ने कुरा त अहिले तपाईँको साथीले मात्रै चिन्छ भने मिडियामा आइसकेपछि सबैले थाहा पाउँछ तपाईँ को हो, तपाईँको के रहेछ, तपाईँको स्पेसल के रहेछ होइन। डिजिटल मिडियामा अर्को पाटो भनेको के छ भनेदेखि फेसबुक, टिकटक, इन्स्टा होइन, अनि यसमा पनि अब युट्युब, ब्लग्स छ नि अहिले, अब त्यो के अरे ट्विटर होइन, त्यो सबै कुराहरू चाहिँ डिजिटल मिडियामा पर्छ। तर डिजिटल मिडियामा पनि दुईटा पाटो छ, दुईटा कुरा छ। एउटा अनलाइन पोर्टलहरू हो, यसमा चाहिँ न्युजहरू आउँछ होइन, न्युज आउँछ, इन्फर्मेसन आउँछ जुन चाहिँ एकदमै अथेन्टिक हुन्छ। त्यो न्युज त्यहाँनिर कुनै पनि कुराहरू स्टोरीहरू पब्लिस हुनको निम्ति कसैले बोलेको हुनु पर्यो, इन्टरभ्यूहरू छ भने कसैको फिचर छ भने उसले भनेको हुनु पर्यो होइन। अनि डिजिटल मिडियामा अर्को पाटो भनेको के छ भनेदेखि फेसबुक, टिकटक, इन्स्टा होइन, अनि यसमा पनि अब युट्युब, ब्लग्स छ नि अहिले, अब त्यो के अरे ट्विटर होइन, त्यो सबै कुराहरू चाहिँ डिजिटल मिडियामा पर्छ। तर डिजिटल मिडियामा पनि दुईटा पाटो छ, दुईटा कुरा छ। एउटा अनलाइन पोर्टलहरू हो, यसमा चाहिँ न्युजहरू आउँछ होइन, न्युज आउँछ, इन्फर्मेसन आउँछ जुन चाहिँ एकदमै अथेन्टिक हुन्छ। त्यो न्युज त्यहाँनिर कुनै पनि कुराहरू स्टोरीहरू पब्लिस हुनको निम्ति कसैले बोलेको हुनु पर्यो, इन्टरभ्यूहरू
गुणहरू छ भने, कसैको फिचर छ भने उसले भनेको हुनु पर्यो होइन। अनि हाम्रो करियर भनेको बिहा गर्नु अगाडि मात्र होइन, बिहा गरेपछि 80 वर्षमा नि हामी करियर बनाउन सक्छौँ के। हामी त्यति पावरफुल हुन्छौँ, हामी त्यो महिला हो होइन। त्यो भएको भएर मलाई चाहिँ के यस्तो यो मलाई पनि पहिला बोल्न ओर्न यसरी आउँदैन थियो। जब म मिडियामा कुरा गर्न थालेँ होइन, म बाहिर आएँ, त्यसपछि हामी महिला त ओहो घरमा पनि हामी नथाक्ने, घर जान साथ लुगा फेरेछ, सट घरको काम गरेछ, बाहिर पनि ठक्क लाएर म्यानेज गरेछ, राम्री पनि भइसकेको छ होइन। र सबैलाई हाम्रो करियर भनेको बिहा गर्नु अगाडि मात्र होइन, बिहा गरेपछि 80 वर्षमा नि हामी करियर बनाउन सक्छौँ के। हामी त्यति पावरफुल हुन्छौँ, हामी त्यो महिला हो होइन। त्यो भएको भएर मलाई चाहिँ के यस्तो यो मलाई पनि पहिला बोल्न ओर्न यसरी आउँदैन थियो। जब म मिडियामा कुरा गर्न थालेँ होइन, म बाहिर आएँ, त्यसपछि हामी महिला त ओहो घरमा पनि हामी नथाक्ने, घर जान साथ लुगा फेरेछ, सट घरको काम गरेछ, बाहिर पनि ठक्क लाएर म्यानेज गरेछ, राम्री पनि भइसकेको छ होइन। प्रसव पनि गरेछ हो क्या होइन। जोस अगाडि आयो 20 वर्ष कान्तिपुरको नारी म्यागजिन र साप्ताहिक, तपाईँलाई थाहा चाहिँ छैन, प्रिन्ट मिडियामा मैले काम गरेको। त्यसपछि अनलाइन खबरमा काम गरेँ, अनि एउटा न्युज पोर्टलमा म चाहिँ त्यहाँ सम्पादक भएर काम गरेँ। अहिले चाहिँ मेरो आफ्नै कलाकर्मी.com, जहाँ चाहिँ मेरो श्रीमानसँग, मेरो श्रीमान पनि एकदम सपोर्टिभ हुन्छ। मैले कलाकर्मीलाई फलो गर्नु भएको छ इन्स्टामा त होइन। अब सबैले आफ्नो मोबाइल खोलेर कलाकर्मीको पेजलाई लाइक गर्नुहोस्, किनभने तपाईँहरूको हरेक एक्टिभिटिज त्यसमा आउँछ। यो कुरो चाहिँ पछि पनि तपाईँहरूले केही जित्नु भएन होइन, केही भएन भने नि मैले त म विनै भइसकेँ। जुन दिन मैले यहाँ मिसेस भोगमा आएँ त्यो दिन म विनर भइसकेँ भन्ने कुरा सोच्नु होला। अब म मेरो आफ्नो परिचय भएर तपाईँहरूले यहाँ सिक्नु भएको कुराहरू चाहिँ इम्पोर्टेन्ट हो। यो कुराहरूले तपाईँहरूलाई भोलिको दिनमा आफ्नो दिनौको हुन्छ नि, दिनौको लाइफमा एकदमै धेरै म्याटर गर्छ कि होइन। कन्फिडेन्स हुनु, कसैको अगाडि बोल्न सक्नु हो कि होइन। हामीलाई कति झन् हामी महिलाले त एकदम धेरै बोल्न सक्नुपर्छ होइन। त्यो कन्फिडेन्स हुनु नै सबैभन्दा ठुलो, तपाईँहरूले त्यो कुरो के जित्नु भयो भने एकदम ठुलो कुरा जित्नु भएको हो क्या। त्यसले पनि म्याटर गर्छ होइन। त्यो हाँसेको भरमा पनि विनर बनाउने कि नबनाउने भन्ने हुन्छ होइन। त्यो कुरो चाहिँ के भन्न खोजेको भने तपाईँहरूमा सबैमा उही ट्यालेन्ट, उही कन्फिडेन्स, उही सबै कुरा तपाईँहरूको प्रेजेन्टेसन भए पनि विनर हुने एकजना हो। तर सिक्न चाहिँ तपाईँहरूले सबैजनाले उही कुरा सिक्नु भएको छ नि त। आज मैले यहाँ तपाईँहरू सबैसँग कुरा गरेँ होइन, कोहीसँग बढी कोहीसँग कम अथवा त्यस्तो भएन नि, तर त्यो कुरा सिक्नु चाहिँ सबैभन्दा तपाईँहरूले विन गरेको कुरा नै त्यो हो।